हेलो साथीहरू, वेलकम टु ब्याक माई युट्युब च्यानल। चम्लिङ दिदी युट्युब च्यानलमा गएर यहाँले लाइक, कमेन्ट, सब्सक्राइब, सेयर गरिदिनु होला। यस्तै यस्तै अर्ग्यानिक भिडियो हेर्नको लागि चाहिँ सँगै सधैँ मसँग जोडिरहनु होला साथीहरू। म चाहिँ आज चाहिँ यहाँनिर हजुरहरूलाई चाहिँ सिस्नुको जातको बारेमा र सिस्नु के नखाइन्छ भनेर भन्दैछु साथीहरू। यसलाई चाहिँ भाङ्रे सिस्नु भन्छ। यो चाहिँ अब विशेष गरी लेखा साइडतिर मात्रै पाउँछ, चिसाउने ठाउँतिर। अर्को चाहिँ पातले भन्छ। पातले चाहिँ मसँग यतिखेर छैन। त्यो चाहिँ अलिक पातलो के अरे हुन्छ, चिल्लो हुन्छ। त्यसले चाहिँ त्यसको चाहिँ काँडा स्पेसली चिल्ने काँडाहरू कमै हुन्छ भने यो चाहिँ घडिया सिस्नु भन्छ। यो हिजो टिपेको कि साथीहरू, यता माथि भेडाटार गएको थियौँ, त्यहाँ टिपेको, त्यसको भेडाटारको मुनियाटो। यसलाई चाहिँ घडिया सिस्नु भन्छ। यो चाहिँ विशेष गरी बेसी मतलब बेसी भेगतिर पनि पाउँछ। र यो भाङ्रे सिस्नु र यसलाई ठुलो सिस्नु पनि भन्छ। यो भाङ्रे सिस्नु र पातले सिस्नु चाहिँ विशेष गरी लेखाले भेगतिर पाउँछ साथीहरू। र टेस्टको हिसाबले चाहिँ पातले सिस्नु एकदमै मिठो मानिन्छ, मिठो लाग्छ मलाई चाहिँ। हजुरहरूले खानुभएको छ कि छैन, कुन सिस्नु मनपर्छ हजुरहरूको पनि धारणा बताइदिनु होला। मलाई चाहिँ पातले सिस्नु मनपर्छ। मलाई होइन, प्रायः हाम्रो एरियातिर अब पातले मन पराउनुहुन्छ, तर नभएर पनि होला हाम्रो उतिर चाहिँ हुँदैन होइन। अब मेरो यता पाहाडको तिर पनि घरतिर पनि हुँदैन, यता त हुने कुरै भएन पातले सिस्नु। यो भाङ्राङ चाहिँ भेटियो, भाङ्रे सिस्नु पनि भाङ्राङ पनि भनिन्छ। यो भाङ्रे चाहिँ भेटिएर टिपेर ल्यायो, यो चाहिँ घडिया साथीहरू। अनि यसलाई टिप्नको लागि चाहिँ युज गर्न चाहिँ बाँसको चिम्टा मैले चाहिँ त्यो त्यहीँ एउटा घरमा मागेँ, अनि मागेर दिनुभयो, अनि बनाएर यसले टिपेर ल्याएको यो सिस्नु साथीहरू। विशेष गरी बाँसहरूको प्रकार पनि थुप्रै हुन्छ। त्यो मध्येको चाहिँ एउटा प्रकार यो मालिङ्गो कि, स्पेसली यो चाहिँ मालिङ्गोको चिम्टा हो। मालिङ्गो भेटी त्यहाँनिर काटेर राख्नु भएको रहेछ उहाँहरूले, अनि मागेर चिम्टा बनाएर ल्याएँ। यसको लागि चाहिँ यो प्रयोग गरिन्छ। हजुरहरूले चाहिँ बाँसको चिम्टा प्रयोग गर्नुभएको छ कि छैन कमेन्ट गर्नु होला है त साथीहरू। यस्तो छ है। बाई बाई। मेरो भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। सधैँ मसँग जोडिरहनु होला, लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। सधैँ म बिना छाटकाट अर्ग्यानिक भिडियोहरू लिएर आउनेछु हजुरहरूमा। यस्तै अर्ग्यानिक भिडियो हेर्नको लागि जोडिरहनु होला है त। बाई बाई।